So hello guys, welcome to my new vlog after कति 2-3 months अनि अब आज कहाँ जाँदैछु भनेर कहाँ जाँदैछौँ भनेर थाहा होला। अहिले चाहिँ छु किनकि अहिले म एक्लै छु। अहिले चाहिँ थम्बनेल र टाइटल चाहिँ थाहा भएन, थम्बनेल देखेर चाहिँ थाहा पाउनु भयो होला कहाँ जाँदैछौँ भनेर। आज हामी यो युट्युब च्यानलको थर्ड टाइम जाँदैछौँ। आज चाहिँ खै थाहा छैन, जान्छु भने साथीहरू अब हेर्नुपर्छ को जान्छ। अहिले चाहिँ यस्तै छ वेदर, यस्तै छ। अहिले चाहिँ म काकाकोमा जाँदैछु। काकाकोमा अस्ति हाम्रो छाता लानु भएको थियो, तर अब छाता लिएर चट्ट रेडी छाता लिएर अनि जानेछु। मौसमको भर छैन त, हामी फेरि एकछिनमा भेट्नेछौँ। लेट्स गो। त्यो बजारबाट उता टुप्पोमा देख्थ्यो त काका, यहाँ आयो भने यो मैले भ्लग बनाएको छु। हाई गर्न सक्छ अहिले चाहिँ मैले छाता लिइसकेको छु। अब म चाहिँ जानेछु अनि एकछिन गाडी कुद्नेछु। गाडी हाल्नु ठिकै छ, न के गर्नु त्यही छ बाटो। अब जानेछु। ल फेरि हामी एकछिनमा कि त म बजारमा पुगेपछि लुगा फेरेपछि फोन गर्छु, भिडियो बनाउँछु होला कि त कुन बेला बनाउँछु मलाई थाहा छैन। अब त्यही हो, फेरि एकछिनमा लगाएँ। ल अहिले चाहिँ हामी माले बजार आइपुग्यो। पछाडिबाट भ्यान क्यामेरा बिग्रियो भने यहाँ दिदीले स्यालेरी पठाउँछ मलाई, त्यसो मात्र। ल अहिले चाहिँ यो मान्छे जोडिसकेको छ हाम्रो भ्लगमा। हाई भन्। हाई हेलो। नाम भन् त। सब्सक्राइब हान्दा मै सबले। नाम भन् न। कसको? मेरो थाहा होला नाम त। थाहा हुन्छ त, चोरको हेर्ने चोर जस्तो हेर्नु त ट्र्याक कता। अहिले चाहिँ हामी माले बगर चट्ट अब हामी निक्लिँदैछौँ उमेश घर जाने। त्योपछि मामा आउँछ जाने। बाई बाई। एकछिन भेट्नेछौँ हामी खाजा खाने ठाउँमा। नकली निक्लिँदैछ लुगा लाउनु त। घर आइसक्यो। उसको मम्मी हो, उसको मम्मी। अब हामी खाना खाएर लागिन्छौँ। अहिले चाहिँ हामी निक्लिसकेको छौँ। अहिले हामी चट्टा यस घरको हल्का उतै छौँ है यसरी। अब हामी अब खै के हुन्छ, अब हामी जता हामी भेट्नेछौँ एकछिनमा। ल बाई बाई। अहिले चाहिँ हामी खानेगाउँ आइपुगिसकेका छौँ। अनि यो चौतार खानेगाउँ आइपुगेछौँ। यो तिनीहरूलाई 10:30 भनेको ठ्याक्क 10:30 भइसक्यो। मामा आउँछु भने आउँदैन होला त्यो लाटो भन्ने चाहिँ सन्तुमाने घरमा। अब हामी जाँदैछौँ। हात त धुइँदैन। ल हामी अब चाहिँ म चाहिँ जान्छु। आउटफिट चेक एकछिन भेटौँ न। बाई। हारी गयो सेयर भयो। साढे दस है। 10 रुपियाँ हो। ठिक राति है कटला चाहिँ म त यहाँ यसो हेरेर त 27 सेकेन्ड धारै छ। नभए केटो त नो पार्किङको भए त्यहाँ पो देखाउँछ हो। इन्स्ट्यान्ट मामा रेडी हुन्छ त्यसै एकछिनमा। सुरु भइसक्यो छ। 3:30 होला। मलाई 3:30 सुत्नु छैन। म जस्तै पानी पऱ्यो अलिअलि यस्तो छ है खानेगाउँको भ्यू चट्ट। अहिले चाहिँ खोइ त 10:49। अब हामी लिएर चट्ट हिँड्नेछौँ एकछिनमा। हेर्नु त हाम्रो साथी त्यहाँ कस्तो मेहनती, कस्तो राम्रो है। ल हामी एकछिन भेट्नेछौँ भाइलाई। त्यो नाटक नगर नि। चट्ट लाएर तिमीहरु भात खिचेर
यहाँ बस्ने काप्ले थियो त्यस्तो नबोल होइन भान्जा यो ट्यापै छ यो भोसरी अनि पहिला सुभाषमा आउँदाखेरि त्यही देखाएको थियो अब के हो भनेको थियो नि त्योहरू बेच्न लाग्थ्यो क्या त्योहरू अब हामी ब्याक्स गरौँ अब चट्टला अब हामी जाँदैछ यता आइपुग्यो एकछिनमा बाई बाई बिग टाइम हामी गुम्बामा आइसकेको छ अब हामी गुम्बा घुम्न जान्छौँ भन्छ दियो किन मान्छे रहेछ ल हामी गुम्बामा आइसकेको छ अब हामी गुम्बा घुम्न जान्छौँ भन्छ दियो किन मान्छे रहेछ ल आउँछ हेर्ने बोलेर सुन्नु न प्रोटिन लाएन 11,000 मैले सेकेन्ड ह्यान्डलाई झन्डै हातमा निकाल्दै अहिले चाहिँ हामी शिवबजारको सिडी चढिरहेको हो जता हाम्रो चाहिँ प्लान फेरिसक्यो भिडियो नजाने हामी ब्याट्री हेल्थ पनि 91 केही फेरि पाइन्छ ब्याट्री हेल्थ मात्रै त्यस्तो क्या हाम्रो भिडियो जान्छ होला यो हामी आधी बाटो जानेछौँ त्यसपछि फर्किनेछौँ किनकि अब ढिलो भएपछि हामीलाई जान्छ होला त्यो आइपुगिसक्यो भरे पनि सेट हान्थ्यो भिडियो गाडी लान्थ्यो होला हामीले हामी हामी अहिले चाहिँ इजार आइपुग्यो हामी चाहिँ धेरै नजाने हामी अलिकति जाने हो त्यसपछि फर्केर आउने भिडियो नजाने हामी प्लान फेल भइसक्यो लालीगुराँस फल्सी जाने हामी झौला लालीगुराँस फल्ने बेला जाउँ उमेश गाउँछन् बरु बरु अनि एक दिन के हो भन्छ भन्न क्याप उठाएछ म त के विषय जस्तो लागिरहेको थियो के विषय यो विषय रहेछ क्या धन्न काल धोतीले जितिहाल्यो हिजो भने पट्टि गएर सुत्दा नि म त 10 मिनट छिरै छ बुढोले धन्न न्यु गएर मात्र हो कि त्यही आशिष गरेको थियो गेम राम्रै थियो अब त बुढोको छैन अब त पहिलाको भिडियो हेर्ने यसले हालेको थियो है भन्ने बस्ने बाई गोपाल हेर त तेरो घर गोपाल त्यो निलो बिर्सियो त हो बिर्सियो मैले तेरो घर मेरो साथी हेलो त त्यहाँ त्यो साथी त्यहाँ हेलो तेरो साथी यता हेलो खै केटा हाम्रो लाउरेको ट्रेनिङ सुरु भइसक्यो फेरि ल भान्जा कुद कुद्यो मोबाइल पक्को भयो भने त खतरा लाटो कुद आइपुगिसकेको छु ए भ्यू भन्दा पसिनै भएको त पनि त्यही भएको छ अब हामी भ्यू हेरेर एकछिन बस्नेछौँ त्यसपछि मैले टङ्की खऱ्यो त्यहाँबाट पनि राम्रो देख्छ भन्ने थियो अब हेर्नुपर्छ हामी त्यसपछि हामी लाग्नेछौँ आफ्नो गन्तव्य मतलब घरतिर ल यति राखौँ अलिक एकछिन बनाऊँ ल हातला लाटा ओ ल आउँदैछ है ल एकछिनमा है मेरो भान्जा बाउलायो मेरो भान्जु बिचरो काम गर्न पाइँदा बाई
मेरो भान्जा पल्टन जानला गाइजहरू चट्ट भिड चाहिँ हामी चाहिँ ल फेरि एकछिनमा चाहिँ यहाँ टाइटेनिक पोत चलिरहेको थियो टाइटेनिक म साइडमा राखिन्छु यतापट्टि राखिन्छु हामी चाहिँ टक्क टङ्कीमा थियो भ्यू अलिअलि देख्ने म्याच चलिरहेको यहाँ हाम्रो भिडियो चाहिँ यतिमा राखिन्छ त्योभन्दा धेरै लामो नबनाऊँ अहिले चाहिँ कति हेर्न सक्छौँ 2:38 भइसकेको छ अब हामी जानेछौँ ल यो भ्लग यतिमा राखिन्छ अब कति महिनापछि आउँछ कि त दसैँ बेला आउँछ थाहा छैन मलाई ल यो भ्लग यतिमै राखिन्छौँ अब नेक्स्ट भ्लग भेटिन्छ बाई 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 भन्नु न बाई 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 कहाँको बाई हो अब नेक्स्ट भिडियो भेटौँ ल बाई बाई